2065 साल नेपाली जनताले इतिहास बनाए। 240 वर्ष पुरानो राजतन्त्र ढल्यो, गणतन्त्र जन्मियो। आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु। मान्छेहरू सडकमा नाचे, अङ्गालो हाले, रोए र सोचे अब यो देश बन्छ। तर यो सपना कति दिन टिक्थ्यो र? 17 वर्ष, 18 सरकार, उही अनुहार, उही कुर्सी, उही बाचा अनि उही विश्वासघात, भ्रष्टाचार, घोटाला, आफन्तवाद, पहुँचवाद, अन्याय, अत्याचार। यी केवल शब्द मात्र थिएनन्, यी थिए एउटा आमाले आफ्नो छोरो खाडी पठाउनु पर्ने बाध्यता, एउटा युवाको सपना कुल्चिनु परेको कारण, एउटा किसानको जमिन बाँझै हुनुको पीडा, उखु किसानले आफ्नो उखु बेचेको पैसा समेत नपाउने लाचारी, बलात्कृत किशोरीले न्याय नपाएको अवस्था, खण्डहर बनाइएका कल कारखानाको सन्नाटा। 17 वर्ष जनता पिरिरहे, सहिरहे, पर्खिरहे, तर भित्रभित्रै क्रोध पाकिरहेको थियो। अनि आयो सामाजिक सञ्जाल। पहिलो पटक गाउँको एउटा युवा जसको आवाज कहिले संसदसम्म पुगेको थिएन, उसका शब्द लाखौं लाख मानिसहरूसम्म पुग्न सके। पहिलो पटक भ्रष्टाचारको प्रमाण लुकाउन गाह्रो भयो। पहिलो पटक नेताहरू डराए, किनकि सत्ता चलाउन त सकिन्छ, तर सत्य दबाउन गाह्रो हुन्छ। लाखौं मानिसहरूको सत्य, त्यो त झन् गाह्रो हुन्छ। तब नेताहरूले गरे जुन कायरहरूले गर्छन्। उनीहरूले त्यो आवाज सुनेनन्, उनीहरूले त्यो आवाज नै बन्द गरिदिए। फेसबुक बन्द, युट्युब बन्द, यक्स बन्द, इन्स्टाग्राम बन्द, जनताको मुख बन्द। महाभारतमा दुर्योधनले पनि त्यही सोचेको थियो। द्रौपदीको मुख बाँधे पुग्छ, आवाज निस्किन दिएन भने अपमान भएको थाहै हुँदैन। काठमाडौँका दुर्योधनहरूले पनि त्यही सोचे, तर उनीहरूले एउटा कुरा बिर्सिए, आवाज खोज्न सकिन्छ तर क्रोध खोज्न सकिँदैन। युवाहरूसँग बोल्ने ठाउँ खोसियो, तर उनीहरूको खुट्टा थियो र सडक थियो, माइती घर। युवाहरू आए, हातमा बन्दुक थिएन, माग थियो, मुखमा गाली थिएन, न्यायको लागि चित्कार थियो। हाम्रो सामाजिक सञ्जाल फिर्ता देऊ, हाम्रो बोल्ने अधिकार फिर्ता देऊ, सुशासन देऊ, जवाबदेहिता कायम गर, नातावाद, कृपावाद, परिवारवाद अन्त्य गर। सानो माग, जायज माग, शान्त माग। ठिक त्यसरी जसरी पाण्डवहरूले श्रीकृष्णलाई शान्ति दूत बनाएर हस्तिनापुर पठाए। युद्ध चाहिँदैन, इन्द्रप्रस्थ पनि चाहिँदैन, केवल 5 गाउँ दियो। यो थियो शान्तिको अन्तिम प्रयास। तर दुर्योधनले 5 गाउँ दिएनन् र यता काठमाडौँले शान्तिपूर्ण आन्दोलन गरिरहेका युवाहरूलाई उनीहरूको अधिकार फिर्ता दिएन। दियो त केवल लाठी अनि गोली, मुटु र टाउकोमा ताकी ताकी, जान निर्दयतापूर्वक। 77 युवाहरू जसको सपना थियो, जसको भविष्य थियो, सडकमै ढले। महाभारतमा दुशासनले द्रौपदीको केस समातेर सभामा तान्यो। भीम हेरिरहे, द्रोण हेरिरहे, विदुर हेरिरहे, कसैले रोकेनन्। नेपालमा संसदले हेर्यो, अदालतले हेर्यो, मानवाधिकार आयोगले हेर्यो र सिंहदरबारले पनि हेर्यो, तर कसैले रोकेन। जब व्यवस्थाले नै व्यवस्था तोड्छ, त्यो दिन व्यवस्थाको मृत्यु हुन्छ। र भोलिपल्ट कर्फ्यू थियो, तर जनता रोकिएनन्। द्रौपदीको क्रोध जस्तो नेपाली जनताको क्रोध पनि आगो भयो। संसद जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत जल्यो। जुन 3 अङ्गले जनताको अपमान चुपचाप हेरिरहे, ती 3 अङ्ग त्यो आक्रोशमा जले। महाभारतमा चिरहरणपछि द्रौपदीले भीमलाई हेरिन्। आँखामा आँसु थिएनन्, थियो त केवल माग, क्रोध र शपथ। भीम, जसको अहङ्कारले यो दिन ल्यायो, जसको घमण्डले मेरो अस्मितालाई आघात पुर्यायो, उसको अन्त्य तिमीले गर्नुपर्छ। नेपाली जनताले पनि त्यो रातको आगोमा एउटा मौन शपथ लिए। बदला चाहिन्थ्यो त्यो अहङ्कारको, जसले 77 युवाहरूको रगत बगायो। र त्यो बदला आयो फागुन 23 गते 2082 मा, मतपेटिकाको रूपमा, बालेन्द्र शाहको रूपमा। तर त्यो कथा अर्को एपिसोडमा। सब्सक्राइब गर्नुहोस्, किनकि कुरुक्षेत्र बाँकी छ।